हेलो गाइस, दर्शन नमस्ते। सबै सन्चै हुनुहुँदो होला। आज हामी बनाइरहेको छौँ चिकन। त चिकन बनाउनको लागि सबभन्दा पहिला के गर्नुपर्छ चाहिँ ओइल हाल्नु पर्यो। अब यसमा हाल्छौँ हामी ओनियन। किनकि हामी चिकनमा गरम मसलाको प्रयोग गर्दैन, न खडा मसला न गरम मसला। हाल्नुहुन्छ भने तपाईँको इच्छा लाग्छ भने त्यो खडा मसला पनि हालेको हुन्छ होइन। अनि यो हामीले घरको स्टाइलमा चिकन बनाएको संडे हो। आज संडेमा होटलमा स्टाफले चिकन खाने भन्यो, त्यही भएर म चिकन बनाउन आएको छु। अनि के अरे स्टाफलाई आज धेरै चिकन खाने रहर छ अरे, त्यही भएर हामी आज चाहिँ सबै स्टाफ मिलेर चिकन बनाउन आएको छौँ। अनि हामी बनाइरहेको छौँ नेपाली स्टाइलमा चिकन। चिकन धोएर रेडी छ, हेर्नुहोस् एकदम क्लिन वास हो। अब हामी यसमा हाल्छौँ चिकनलाई फ्राई गर्छौँ है। हल्का नमक आफ्नो स्वाद अनुसार हालेर दस 5 मिनटको लागि छोप्नेछु है। हेर्नुहोस् गाइज, हाम्रो स्टाफ पनि आइसकेको छ, हाम्रा केटाहरू आइसकेका छन्। हेर्नुहोस्, हेलो, हाय हाय, हाउ आर यू? गुड, फाइन।
ओके त गाइस फाइनली हाम्रो चिकन पनि फ्राई भइसकेको छ हेर्नुहोस्। चिकन एकदम बढियासम्म फ्राई भइसकेको छ हेर्नुहोस्। अनि यसपछि हामी हाल्छौँ गार्लिक, जिन्जर गार्लिक अनि ग्रिन चिल्लीको पेस्ट। गाइस 10 मिनट अझै यसलाई पकाउनु पर्छ। अनि गाइस जिन्जर गार्लिक अनि रेड ग्रिन चिल्ली यो पनि फ्राई भइसक्यो। अनि फेरि यसमा हामी हाल्छौँ अब टमेटो। हेर्नुहोस् गाइस कति राम्रोसँग फ्राई भइरहेछ। यसमा हामी हाल्छौँ टमेटो, ब्याइसक्यो टमेटो हेर्नुहोस् गाइस। अनि यसलाई पनि 10 मिनट छोप्नु पर्यो। अनि गाइस यसमा हामी हाल्छौँ हल्दी पाउडर। मन परेकोमा हजुरले लाइक एन्ड सब्सक्राइब अनि कमेन्ट गरिदिनु होला। अनि कहाँबाट हेर्नुहुन्छ त्यो पनि भनिदिनु होला है। अनि 10 मिनट हामी छोप्छौँ त। अनि गाइस हजुरले पनि पाकिसक्यो होला। हामी हेर्छौँ
मजाले अब पकाउनु छाड्नु दिनु पऱ्यो यसलाई। गाइस 5 मिनट पनि भइसक्यो। अब हेर्छौँ अनि कस्तो रङ्गता छ। हेर्नुहोस् रङ्गत, हेर्नुहोस् चिकनको रङ्गत। फाइनली गाइज हाम्रो चिकन रेडी भइसकेको छ। खानु छ भने आइजानुहोस्। ल है अब नेक्स्ट भिडियो मिलाउने। मन परेकोमा सेयर, लाइक अनि कमेन्ट गरिदिनु होला। धन्यवाद।